जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो। सो एभ्रिवान वेलकम टु ब्याक टु माई च्यानल। फेरि पनि न्यू भ्लग आइसक्यो। म आज किस कारणको भ्लग गराउँदैछु भने आज म चाहिँ नगरपालिका जाँदैछु। आज मेरो भाउजूको पासी आउट हो, यस्तै सम्मको बाढी पहिरोको लागि त्यहाँ जाँदैछु र म नेपाल पनि आइसकेको छु। अहिले पानी परेर हाम्रो यहाँ धेरै भएको छ, भिडियो त खासै गराउनु पाउँदैन किनकि म बाटोको अलिअलि भ्यू देखाउँछु होला, बोल्न पाउँदैन किनकि पानी परेर अल्लफल्ल भएको छ। त्यसैले पनि हामी पानीमा गएको छौँ किनकि त्यहाँ आउनु पऱ्यो भनेर फोन गरिरहेको छन्। म जस्तो युवाहरूलाई पनि लिएर आउनु भन्छन्। जान्छु, कुराहरू बुझ्छु कस्तो हुन्छ हजुरहरूले हेर्नुहोस् न राम्रैसँग। र पानी पनि परेको छ, हेर्नुहोस् गाइज पानी परेर अल्लफल्ल भएको छ। ल म गाइज पछि भेट्छु नेक्स्ट टाइम। लेट्स गो। त्यसपछि चाहिँ हामी उहाँ नगरपालिका पुग्यौँ किनकि हामीलाई बाटोमा पानीले सताएको थियो, त्यसैले हामीले भिडियो बनाउन पाएनौँ। त्यसपछि चाहिँ हाम्रो प्रोग्राम थियो। प्रोग्राममा हामीले ध्यान दिएर कुराहरू सुन्यौँ किनकि यस्ता कुराहरू हामीले ध्यान दिएर सुन्नुपर्छ र हाम्रो मात्रै होइन हाम्रो भविष्यमा पनि यस्ता कुराहरू काम लाग्न सक्छन्। या हामीले यस्ता कुरा सुन्यो भने हामीले गाउँमा समाजमा आएर हामीले हरेक मानिसलाई पनि यस्ता कुराहरू सिकाउनु पर्छ र ध्यान दिएर कुराहरू हामीले सुन्यौँ किनकि राम्रो थियो। नगरपालिकामा एकदम राम्रो सूचनाहरू सुनाएका थिए। त्यसपछि अलि उता सुन्नु विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु रोधना चाँदरी नगरपालिकाका नगर उपप्रमुख श्री गङ्गादेवी जोशीज्यू समक्ष स्वागत गर्दछु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्री खडक बहादुर खत्रीज्यू समक्ष स्वागत गर्दछु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु सशस्त्र प्रहरी बल नेपाल नम्बर 35 भेटबाट सैनिक श्री कञ्चनपुरका गणपति सशस्त्र प्रहरी निरीक्षक श्री लोकेन्द्र देव भट्टज्यू समक्ष स्वागत गर्दछु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु राष्ट्रिय अनुसन्धान कार्यालय कञ्चनपुरका प्रमुख अनुसन्धान उपनिर्देशक श्री प्रकाश शाहज्यू समक्ष स्वागत गर्दछु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु रोधना चाँदरी नगरपालिकाका प्रमुख प्रशासकीय। त्यसपछि चाहिँ हाम्रो प्रोग्राम सकियो। सूचनाको बारेमा बाहिर गराएका थिए। त्यसपछि चाहिँ हाम्रो रुम खाली भयो। त्यसपछि चाहिँ हाम्रो नेपाली प्रहरीहरू भित्र थिए। त्यसपछि हामीले अलिकति रमाइलो गऱ्यौँ। भाउजूलाई यो कार्ड मिलेको थियो, मैले कङ्ग्रेचुलेसन भने, भाउजूले थ्याङ्क यू भन्नुभयो। त्यसपछि चाहिँ हामीले यो प्रोग्रामहरू सकाएर बाहिर जाने बेला थोडा मैले भिडियो गराम भनेर गराएको थिएँ। त्यसपछि चाहिँ हाम्रो साथी भेटिन्। भ्लगमा उहाँलाई स्वागत छ है, हेर्नु है न त्यो काट्नु सिएल हाल्नु के गर्छ के भन्ला कि देवी खाता देवीले अब एउटा सरलाई खोइ थाहा छैन मलाई देवी पहिला गोबर दिला देवर मध्ये हल्ला थियो। अभी भित्र त भोलि को चलाउने ड्राइभर हो हजुर पनि देखि जानु म बोल्थेँ, मतलब यो अब बोलेको छैन कि म अहिले घरमा गएर भोइस गराउँछु त, घरमा गएर भोइस सुन्छ त। त्यसपछि चाहिँ हाम्रो भाइरा रेडी गरेका थिए। त्यसपछि हामी चाहिँ तल जाँदैछौँ। त्यसपछि चाहिँ हामी तल जाँदा अलिकति कुराहरू मैले भन्न चाहेँ। हाम्रो रेलीको तयारी गर्दैछौँ। त्यसपछि अब चाहिँ हामी रेलीमा जाने हो। तल जाँदैछु म। हेलो हेलो स्वस्थ सभ्य र सुरक्षित जीवनको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्धको
विरुद्ध ऐक्यबद्धता भन्ने मुख्य नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुर उत्थानशील युवा सञ्जालद्वारा स्वस्थ जीवन जियौँ, लागू औषध शत्रुको नेपाली हामी रहौला कहाँ नेपालै नरहे नेपालै नरहे चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् पारौँ सफल पारौँ अब तो सन्ध्या के हो स्वास्थ्यलाई हानि लागू अवस्थाको जिल्ला प्रशासन कार्यालय कञ्चनपुर नगरपालिका लगायत जिल्ला स्थित सुरक्षा निकाय र अन्य विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूको संयुक्त साझेदारीमा सनराइज मिडिया हाउस लगायतका विभिन्न सङ्घ संस्थाहरूको साझेदारीमा भइरहेको यो कार्यक्रममा सन्ध्यालाई त म क्लियर गरेर देखाउन चाहन्छु अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रमको आज तेस्रो दिनको कार्यक्रममा हामी छौँ। जति पनि उपस्थित आमा बुढा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, जति पनि आवाज सुनिराख्नु भएको छ, यो र्यालीमा सहभागी भएर यो र्यालीलाई अन्तर्राष्ट्रिय लागू औषध ओसार पसार विरुद्धको यो महाअभियानमा हातेमालो गरिदिनका लागि हार्दिक अनुरोध गर्दछौँ। स्वस्थ जीवन सो एभ्रिवान अब चाहिँ हामी चाहिँ पुरा भानु स्कुलमा आएको छौँ मैले चाहिँ भानु स्कुलमा विद्यार्थीहरू चाहिँ अब लाग्छ त्यति बोल्न त सक्दैन म बहिनीहरू जस्तै मुखमा हेर्छु मलाई लाज लाग्छ क्या हाम्रो भाउजू सो फाइनल गाइस अब चाहिँ हामीले खाना खाइसक्यौँ खाना खाएको त मैले देखाएन त्यसपछि चाहिँ अब हामी नगरपालिकादेखि जाँदैछौँ जे पनि भइसक्यो म सब घरमा गएर कभर गर्नेछु भोइसमा काहीँ भोइस बुझेछ काहीँ भोइस बुझेको छैन त्यस कारणले चाहिँ म यति भन्न चाहन्छु राम्रो भयो खाना खाएको देखाएन किनकि बहुत मान्छेहरू थिए त्यसैले हजुरहरूले माया हजुरहरूले सपोर्ट देखाउनुहोस् त्योभन्दा पनि बढी मलाई के चाहियो हजुरको माया हजुर सपोर्टहरू